जन्मिँदा मेरो आँखा अलिकति डेढो थियो रे। त्यो कुरा मलाई याद त छैन, तर सानो बेलाको फोटो हेर्दा भने ठ्याक्कै देखिन्छ। म 6 वर्षको हुँदा हजुरबुवाले मेरो आँखाको अपरेसन गर्न काठमाडौँ लग्दै गर्दा गाउँलेले नलैजान सुझाव दिएका थिए रे। थोरै डेढो आँखा भएकी केटी भाग्यमानी हुन्छन् भनेर। हजुरबुवाको मनले नमानेर काठमाडौँ लगेर मेरो आँखाको शल्यक्रिया गराउनु भयो। डेढो आँखा सिधा भयो। सायद त्यसपछि कुरा काट्नेहरूले पनि कुरा काट्न छाडे। 2 कक्षा पढ्दा ताका स्कुलमा आँखा शिविर चलेको थियो। त्यो शिविरमा आँखा परीक्षणपछि बल्ल मेरो आँखाको दृष्टि कमजोर भएको कुरा मलाई थाहा भयो। थप अनुसन्धानको लागि डाक्टरले आफ्नो क्लिनिकमा बोलाए। मलाई हजुरबुवाले नै क्लिनिकमा लैजानुभयो। पहिलेको शल्यक्रियाबारे बताएपछि मेरो केसलाई त्यहीँ टुङ्ग्याउने निर्णय भएछ। डाक्टरले त्यो निर्णय दिनुको कारण थाहा पाउन अझ 5-7 वर्ष लाग्यो। मेरो पहिलोचोटि शल्यक्रिया गर्ने डाक्टर र दोस्रो डाक्टरको पेशागत दुश्मनी रहेछ। त्यसैले दोस्रो डाक्टरले मेरो केसलाई अगाडि बढाउन चाहेनन्। 2-3 कक्षामा पढ्ने बेलासम्म म चस्मा लगाउँथेँ। पानी परेको बेलामा कहिले चस्मामा पानी पसेर त कहिले सास फेर्दाको बाफले चस्मा धमिलो भएर दुःख दिन्थ्यो। अझ साथी र मिसहरूले 4 आँखे भनेर जिस्काउँदा साह्रै नराम्रो लाग्थ्यो। मैले एकाएक चस्मा लगाउन छोडिदिएँ। मेरो दृष्टिमा कुनै परिवर्तन पनि भएन। त्यसैले मलाई चस्मा लगाउनुको औचित्य नै लागेन। घरबाट मलाई चस्मा लगाउन दबाब पनि दिइएन। 11 कक्षातिर पुगेपछि फेरि मेरो आँखाको समस्याबारे छलफल हुन थाल्यो। परीक्षणपछि थाहा भयो कि मेरो एउटा आँखाको दृष्टि पूर्ण रूपले गुमेको रहेछ। मेरो एउटा आँखाले नै दुईटै आँखाको काम गर्दै आएको रहेछ। नेपाल आँखा अस्पतालमा पहिलेको सबै रेकर्ड र आफूसँग भएको रेकर्ड दाँजेर हेर्दा थाहा भयो कि पहिले ठिकै भएको मेरो आँखाको दृष्टि प्रत्येक वर्ष घट्दै गएको रहेछ। जब एउटा आँखा कमजोर हुन्छ, देख्ने आँखाले नदेख्ने आँखालाई बेवास्ता गरेर आफैले मात्र काम गर्दो रहेछ। त्यसैले नदेख्ने आँखा झन कमजोर हुँदै जाने रहेछ। 15 वर्षको उमेरभन्दा अगाडि यो समस्याको उपचार गर्न पाएको भए मेरो आँखाको दृष्टि पूर्ण रूपले ठिक गर्न सकिने रहेछ। देख्ने आँखामा पट्टी लगाएर नदेख्ने आँखाको एक्सर्साइज गराउने। यो कुरा पहिलो डाक्टरले हजुरबुवालाई भने कि भनेनन्, अथवा भनेर पनि हजुरबुवाले बुझ्नु भएन, त्यो इतिहासको गर्वमा नै रह्यो। दोस्रो डाक्टरले त त्यो विकल्प नै दिएन। सायद डाक्टरहरूको अहमको कारण अथवा आफ्नै भाग्यको कारण मेरो एउटा आँखाले काम गर्न छोड्यो। 15 वर्षको उमेरपछि थाहा पाएको भए पनि अर्को डाक्टरले एकचोटि नदेख्ने आँखालाई एक्सर्साइज गराउन सुझाव दिनुभयो। 2-3 महिना देख्ने आँखामा पट्टी लगाएर नदेख्ने आँखाको एक्सर्साइज पनि गरेँ। तर अलाइनमेन्ट नमिलेर मैले त सबै कुरा डबल देख्न थालेँ। आँखा फेरि डेढो पो देखिन थाल्यो। डाक्टरकै राय बमोजिम त्यो एक्सर्साइजलाई रोकेर फेरि आँखा सिधा बनाउन शल्यक्रिया गरियो। परामर्शको क्रममा उक्त डाक्टरले भन्नुभयो, तिम्रो आँखाको समस्याले जीवनमा त्यस्तो धेरै नै परिवर्तन चाहिँ ल्याउन्न। तिमीले गर्न नसक्ने पेसा भनेको सर्जरी र ड्राइभिङ मात्रै हो। त्यो बाहेक तिमीले एउटा नर्मल जीवन जिउन सक्छौ। डाक्टरको त्यो भनाइ मेरो मन मस्तिष्कमा गडेर बसिरह्यो। नेपालमा रहँदा एउटा आँखामा दृष्टि गुमेको महसुस नै भएको थिएन। जब सानै उमेरदेखि एउटा दृष्टि गुम्छ, अर्को आँखाले त्यसको कम्पेन्सेट गर्छ।
दैनिक क्रियाकलापको लागि एउटा आँखाले कुनै फरक पार्दैन। बाहिरबाट हेर्दा मेरो आँखा सबै ठिकै देखिन्छ र मलाई एउटा आँखा कमजोर भएको महसुस नै हुन्न। कसैले मेरो कमजोर आँखाबारे प्रश्न पनि गर्दैनन्। आफ्नो दोष लुकाउन प्रेरित गर्ने समाजमा जन्मी हुर्केकी म आफ्नो आँखाको समस्याबारे कसैलाई स्पष्टीकरण दिँदै म हिँडिन। मेरा नजिकका साथीभाइमा पनि सीमित मान्छेलाई मात्र मेरो समस्याबारे थाहा छ। अमेरिका आएपछि भने गाडी नचलाई सुख पाइँदैन। साँच्चै भनियो भने अमेरिकामा गाडी चलाउन नजान्नु र नेपालमा खुट्टा नहुनु बराबर लाग्छ मलाई। एउटा मात्रै देख्ने आँखा भए पनि अमेरिकामा ड्राइभर्स लाइसेन्स भने पाइन्छ भन्ने थाहा भएपछि मैले गाडी सिक्न थालेँ। त्यति बेला बल्ल दुईटै सक्षम आँखा नहुनुको पीडा महसुस हुन थाल्यो। एउटा आँखा नहुँदा डेप्थ पर्सेप्सन गर्ने क्षमता हुँदैन। पछाडिबाट आएको गाडीको गति नाप्न नसकेपछि लेन परिवर्तन गर्दा समस्या आउँछ। साथै प्यारलल पार्किङ र गाडी ब्याक गर्न निकै गाह्रो हुन्छ। एउटा आँखा मात्रै देख्ने भएपछि पेरिफेरल भिजनमा पनि समस्या आउँछ। सबै दिशामा एकैचोटि देख्न गाह्रो हुने र कुनै डिरेक्सनमा हेर्न पर्यो भने टाउको पुरै बटार्न पर्छ। त्यसैले मलाई गाडी सिक्न निकै समय लाग्यो। अझ सुरुका दिनहरूमा गाडी सिक्ने क्रममा 2-3वटा साना दुर्घटनाहरूमा पनि परेँ। ती दुर्घटनाहरूले मनोबल झन गिरायो। अरू सबै कुरा गर्न सके पनि ड्राइभिङमा समस्या हुन सक्छ भनेर परामर्श दिने डाक्टरलाई सम्झेपछि त झन एङ्जाइटी नै हुन्थ्यो। अहिले लाइसेन्स लिएको 15 वर्षभन्दा बढी भइसक्यो, तर पनि गाडी पूर्ण आत्मविश्वासका साथ चलाउन सक्दिनँ। पानी परेको र राति गाडी चलाउने कुरा त असम्भव प्राय नै हुन्छ। आफ्नो भिजुअल इम्पेयरमेन्टका कारणले अरूलाई हानि हुन्छ कि भनेर सधैँ डर रहन्छ। अत्यावश्यक परेको ठाउँमा गाडी लैजान्छु, तर नयाँ ठाउँमा जान अझ पनि आँट आउँदैन। अमेरिकामा गाडी चलाएर भनेको ठाउँमा जान नसकेपछि कैयौँ कुरामा पछाडि पर्नुपर्छ र परेकी पनि छु। बेला बेलामा यो कुराले चाहिँ नराम्रोसँग पोल्छ। अङ्ग्रेजीमा एउटा भनाइ छ नि, I cried when I had no shoes, but I stopped crying when I saw a man without feet. अथवा मैले आफ्नो जुत्ताबारे कम्प्लेन गर्न त्यति बेला बन्द गरेँ जब मैले एउटा मान्छे भेटेँ जसको खुट्टा नै थिएन। मेरो आँखाको समस्याले भोग्नु परेका अप्ठ्याराहरू पक्का पनि छन्। व्हाट इफ भन्ने ठाउँहरू प्रशस्त छन्। यी कम्प्लेन तेर्स्याउँदै गर्दा आँखाको दुर्बलताको बावजुद पनि भाग्यले जुन बाटोमा मलाई डोर्याएर ल्याएको छ त्यो कुराले चाहिँ नतमस्तक हुन्छु। एउटा आँखाको सट्टा दुईटै आँखाको दृष्टि घुमेको भए अहिले म जहाँ छु त्यहाँ पक्कै हुन्न थिएँ। तपाईँ पनि जीवनमा कुनै समस्याका बावजुद पनि खुसी हुनुहुन्छ? यदि त्यो खुसी हामीसँग बाँड्न चाहनुहुन्छ भने हामीलाई thestoryatlas25@gmail.com मा इमेल गर्नुहोला। आजको द स्टोरी एट लास्टको कथा अन्तिमसम्म सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को एपिसोडमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि यहाँहरूबाट बिदा चाहन्छु। धन्यवाद।